कहिलेकाहीँ हाम्रो जीवनमा यस्तो समय आउँछ जहाँ समस्या एक मात्रै हुँदैन। कुनै कामको सुरुवात गर्यो बिग्रिन्छ, त्यसमाथि फेरि अर्को समस्या थपिन्छ। कसैले गलत बुझ्छ अनि कुनै योजना असफल हुन्छ। मेहनत त गर्यो तर परिणाम सोचेको जस्तो आउँदैन। अनि एक रात जब सबै कुरा शान्त हुन्छ अनि हामी आफैसँग एउटा प्रश्न सोध्छौँ, आखिर मलाई मात्र किन यस्तो भइरहेको छ? र त्यसपछि मनले एउटा सजिलो उत्तर दिन्छ, सायद मेरो समय नै खराब छ। तर आज एउटा कुरा गहिरिएर सोचौँ त, के समय साँच्चीकै खराब हुन्छ त? कि कहिलेकाहीँ हाम्रो जीवनको एउटा खराब अध्यायलाई नै हामी पुरै किताब ठानिरहेका हुन्छौँ। नमस्कार, म हुँ अनुराधा र तपाईहरू हेर्दै हुनुहुन्छ अनुराधा's डायरी। कल्पना गर्नुहोस्, तपाईको जीवनमा आज 10 वटा कुरा भए। 7 वटा सामान्य, 2 वटा राम्रो अनि एउटा नराम्रो। अब भन्नुहोस् त, राति तपाईको दिमागमा के घुमिरहेको हुन्छ? त्यही एउटा नराम्रो कुरा। हाम्रो मनको स्वभाव नै यस्तै हो। हामीसँग भएको राम्रा कुराहरूलाई हामी सामान्य ठान्छौँ, तर एउटा गलत घटनालाई ठूलो बनाउँछौँ। 10 पटक कसैले हाम्रो सम्मान गर्यो भने खासै सोच्दैनौँ, तर एक पटक कसैले अपमान गर्यो भने त्यो एउटा प्रश्न बोकेर हामी रातभर निदाउन सक्दैनौँ। किन मलाई मात्र यस्तो हुन्छ? तर सत्य के हो त? के एउटा असफलता नै हाम्रो नाकाम भएको प्रमाण हो त? अवश्य पनि होइन। त्यो त केवल एउटा घटना हो। घटना र त्यसको अर्थ फरक कुरा हुन्। घटना घट्यो, मेरो काम असफल भयो, तर हामी त्यस कुरालाई मोडिदिन्छौँ र मान्छौँ म त असफल मानिस हुँ। हो, समस्या यही सुरु हुन्छ। तर यसको अर्थ कठिनाई हाम्रो सोच मात्रै हो भन्ने होइन। जीवनमा वास्तविक दुःख पनि हुन्छ। कहिलेकाहीँ तपाईले इमान्दारीपूर्वक मेहनत गर्नुहुन्छ र पनि परिणाम आउँदैन। कसैलाई आफ्नो ठान्नुहुन्छ, तर त्यही मानिसबाट धेरै चोट पाउनुहुन्छ। भविष्यका लागि योजना बनाउनुहुन्छ, तर समय र परिस्थितिले आफ्ना सबै योजना बदलिदिन्छ। त्यति बेला सकारात्मक सोच मात्र पर्याप्त हुँदैन। यस्तो समयमा मानिसले एउटा अर्को महत्त्वपूर्ण कुरा सिक्नुपर्छ र त्यो हो स्वीकार गर्न। किनकि जीवनमा सबै कुरा हाम्रो इच्छा अनुसार हुँदैन, तर एउटा कुरा भने सधैँ हाम्रो हातमा हुन्छ। त्यो हो परिस्थितिप्रति हाम्रो प्रतिक्रिया, र त्यहीबाट आउँछ कर्मको कुरा। हामी परिणाम त नियन्त्रण गर्न सक्दैनौँ, तर प्रयास भने अवश्य गर्न सक्छौँ। अवसर कहिले आउँछ त्यो हाम्रो हातमा नहुन सक्छ, तर अवसर आउँदा तयार हुने कि नहुने त्यो भने हाम्रो हातमा हुन्छ। अरूले हामीलाई कसरी व्यवहार गर्छन् त्यो हाम्रो नियन्त्रणभन्दा बाहिरको कुरा हुन सक्छ, तर हामी कस्तो मानिस बन्ने त्यो हाम्रो निर्णयको कुरा हो। भाग्यले परिस्थिति त दिन सक्छ, तर त्यस परिस्थितिमा निर्णय के लिने त्यो हाम्रो कुरा हो। त्यही नै हो कर्मको शक्ति। केही समयका लागि रोकिनु हार होइन, तर एउटा कुरामा सावधान रहनुहोस्, थाकेको मनले तपाईको भविष्यको फैसला नगरोस्। आज तपाईलाई सबै कुरा असम्भव लाग्न सक्छ, तर आजको भावना नै भोलिको सत्य हुन्छ भन्ने छैन। आज तपाईँ रोइरहनु भएको हुन सक्छ, तर भोलि त्यही आँसुको कारण धेरै कुरा बुझ्नुहुन्छ। आज बन्द भएको एउटा ढोकाले भोलि तपाईलाई अर्को बाटोतर्फ धकेलेको हुन सक्छ। त्यसैले कहिलेकाहीँ जीवनले होइन भनेको कुरा नै अन्तिम उत्तर नहुन सक्छ। कहिलेकाहीँ त्यसले केवल थोरै समय पर्खनुहोस् भनेको हुन सक्छ।
त्यसैले अर्को पटक तपाईँको दिन खराब हुँदा यो नभन्नुहोस् कि मेरो भाग्य खराब छ। एकछिन रोकिएर भन्नुहोस्, आजको दिन खराब हुन सक्छ तर मेरो पुरा जीवन होइन। र जब तपाईँलाई लाग्छ अब केही बाँकी छैन, त्यति बेला आफैलाई सम्झाउनुहोस्, जब कथा अझै सकिएको छैन भने एउटा खराब अध्यायलाई अन्तिम पृष्ठ किन मान्ने? सायद तपाईँको जीवनमा अहिले रात छ, तर रात हुनुको अर्थ बिहान आउँदैन भन्ने पनि होइन। समय बदलिन्छ, परिस्थिति अनि मानिस पनि, तर कहिलेकाहीँ सबैभन्दा सुन्दर परिवर्तन हामी आफैभित्र हुन्छ। त्यसैले भाग्यको प्रतीक्षा मात्र नगर्नुहोस्, आफ्नो कर्म गरिरहनुहोस्, किनकि भाग्यले तपाईँलाई अवसर दिन सक्छ, तर कर्मले तपाईँलाई त्यस अवसरका लागि योग्य बनाउँछ। र एक दिन जब तपाईँ आफ्नो आजभन्दा धेरै अगाडि पुग्नुहुन्छ, सायद पछाडि फर्केर हेर्दा भन्नुहुनेछ, त्यो समय मेरो विरुद्धमा थिएन, त्यो समयले त मलाई बलियो बनाउन आएको रहेछ। त्यसैले यदि आज तपाईँको समय खराब चलिरहेको जस्तो लाग्छ भने निराश नहुनुहोस्। आफ्नो गति केही कम गर्नु परे कम गर्नुहोस्, केही समय आरामको आवश्यकता छ भने आराम गर्नुहोस्, तर आफ्नो यात्रा नछोड्नुहोस्। एक दिन तपाईँ अवश्य सफल हुनुहुनेछ। यदि यो कुरा तपाईँको मनसम्म पुग्यो भने कमेन्टमा लेख्नुहोस्, म आफ्नो कर्म गर्न छोड्ने छैन, मेरो समय अवश्य बदलिनेछ। तपाईँ हेर्दै हुनुहुन्थ्यो अनुराधा's डायरी। आफ्नो ख्याल राख्नुहोला अनि आफ्नो कर्ममा विश्वास, र याद राख्नुहोस्, खराब समय तपाईँको परिचय होइन। नमस्कार।